छ हजुरहरुलाई फेरि पनि जिन्दगी 90s को याद युट्युब च्यानलमा। र आज चाहिँ मैले सुगम पोखरेलको 1 MB हाइवाई पोस्ट मोडर्न ऑडियो क्यासेट लिएर आएको छु। यो मास्टर क्यासेट हो। यसमा चाहिँ यो फंगस लागेर चाहिँ हैन यो अलिकति यस्तो भइरहेछ, तर क्यासेटको कन्डिसन एकदमै राम्रो छ। र यो हो सुगम पोखरेलको मास्टर क्यासेट। र तपाईहरुलाई म पहिला ऑडियो क्यासेट देखाउँछु। यो मास्टर ओरिजिनल क्यासेट लेखेको छ हाइवाई पोस्ट मोडर्न सुगम पोखरेल 1 MB। एकदमै ओरिजिनल अनयुज क्यासेट हो यो। र पोस्टर चाहिँ यसरी चाहिँ कभर एकदमै बडा वाला पोस्टर भनिन्छ हिन्दीमा चाहिँ। अलिकति यस्तो भइरहेछ यहाँ हेर्नुस् है, एकदम राखेर के यो चाहिँ यही नै पहिला चाहिँ थिएन यस्तो हो। पहिला चाहिँ एकदमै राम्रो थियो, यहाँ राख्दाखेरि नै धेरै दिन भएको थियो, मैले साफ सफाई गरेको थिइनँ, त्यसैले यस्तो भएछ। एकदमै दुःख लाग्छ यस्तो भयो भने चाहिँ, किनभने यो चीजहरु त भेटिँदैन नि त, त्यही कारणले। र हेर्नुहोस् यो ऑडियो क्यासेटको बारेमा चाहिँ मलाई त्यति थाहा छैन। यदि तपाईहरुलाई थाहा छ भने कमेन्ट गर्नु होला, र कुन सनमा आएको थियो त्यो पनि तपाईले कमेन्ट गरिदिनु होला। र यहाँ लेखेको छ सुगम पोखरेल 1 MB music.com को ब्यानरमा आएको थियो यो क्यासेट चाहिँ। हाइवाई पोस्ट मोडर्न सुगम पोखरेलको फोटो हो र ब्याक साइडमा पनि छ। र गानाहरु चाहिँ यहाँ हेर्नुस् है यस्तो भएको छ। र त्यो जमानामा प्राइस चाहिँ थियो 65 रुपैयाँ। र यो साइडमा पनि छ सुगम पोखरेलको फोटो र ब्याक साइडमा पनि छ। हेर्नुहोस् यहाँ पनि लेखिरहेछ। एकदमै दुःख लाग्यो मलाई चाहिँ, किनभने यहाँ गीतहरुको पनि सबै हेर्नुहोस् यस्तो भएको छ। पहिला ठिकै थियो, मैले नि हेरचाह नगरेर चाहिँ हो। र तपाईहरुलाई म यो ऑडियो क्यासेटको गानाहरु सुनाउने छु, सानो सानो क्लिप सुनाउने छु। धेरै सुनाउँदाखेरि कपिराइट लाग्छ। तिम्रो याद आउँछ यादमा हरछु सम्बन्ध हाम्रो घाउ बनेछ हृदयको तिम्रो मानिदाउने मेरो मनको पँधेरीमा गीत गुनगुनाउने सपनीमा सधैँ छातीमा निदाउने कति एकपट्टिको गीत सुन्नुभयो र अब एकपट्टिको फेरि तपाईहरुलाई गाना सुनाउने छु। कति दिन बिते कति रातहरु माया यो धेरै गाह्रो लाउनलाई लाएपछि झनै साथी बनेर बादल बनेर छाउँछ फेरि कहिले खुसीले रमाउ मायाको बाटो हिँडेको बेला यसरी बाँध्यो मलाई तिमीले छोड्नै सकिन गाँठो परेर बस्यो मनमा खोल्नै सकिन। र तपाईहरुलाई यो ऑडियो क्यासेटको गीतहरु कस्तो लाग्यो कमेन्ट गर्नु होला। र तपाईहरुको फेभरेट गाना कुन होला त्यो पनि कमेन्ट गर्नु होला। र सुगम पोखरेलको 1 MB यो चाहिँ मलाई लाग्छ एकदमै सबै गाना नि सबैको नि फेभरेट थियो। र यहाँ गानाहरु चाहिँ हैन दुःख लाग्यो, यहाँ सबै यो गर्दै गरेछ। कतिवटा गाना त्यो पनि थाहा भएन मलाई चाहिँ, अब धेरै गाना थियो जस्तो लाग्यो। मैले बजाएर सुनाए तपाईहरुलाई हैन। त्यसमा एउटै गाना नि दुई खेप सुनायो भने तपाईहरुले हैन त्यहाँ सुधार दिनु होला है, एउटै गाना नै दुई खेप बज्यो भनेर। र हजुरहरुलाई कस्तो लाग्यो भिडियो कमेन्ट गर्नु होला। र आजको लागि यति नै। हजुरहरु जम्मैलाई धेरै धेरै धन्यवाद।